लु यता यो टेन्ट बन्यो यो टेन्ट बन्यो अब टेन्ट बनाउँदा टाइम ल्याप्स लिनु पनि लिनै बिर्सिएछ हो बस बानी छैन भ्लगिङ गर्ने अनि कहाँबाट हुन्छ त सामान लाने बन्यो टेन्ट बन्यो ओ लसायो यहीँ बनाउने हो अब के भन्छ सुँगुरलाई बँदेल बनाउने ठाउँ यही हो जङ्गलमा आएर होइन अरु के छ ए चप्पल अरु के छ यहाँ के छ यहाँ केही छैन यो छैन लो यो पानी हो त्यो पानी खानु पर्छ कपमा हालेर चट्ट बियर खाने हो अब ए मेरो ब्याग त झिकेन नि त्यो छ निकाल्नु नि त तल यहाँ छ बटन हो त्यहाँ दुईटा बटन छ एउटा गोलो एउटा लामो छ ए लामोले चाहिँ ओके लु झिक्यो क्लोज आज वेदर तारालाई आज तारा त नदेख्ने भयो त नि तारा त देख्दैन त आज यो बग स्प्रे हो अब बग आएन बगलाई बाघ हुन्छ अब त्यस्तो हावा त चलेको छैन है भनेपछि त होइन आई मिन नभए टेन्ट त त्यो हुक लाउनु पर्दैन होला अब त दाउरा अरु बक्स चाहिँ चाहिएर त्यो बक्स चाहिँ वान अफ द ब्यागमा यो राखेर अनि यहाँ त्यो बक्स माथि राख्छ नि तर बान्दा हुन्छ नि त्यो यहाँ तर फेरि यो राति त भित्र कहाँ फाल्नु पर्ने राति त फाल्नुपर्छ त्यो पनि बाटो खै यसरी हात दिएर किन यो मैले पहिला चलाएँ के ए होइन यो यसलाई
पुरै स्काइलाइन ड्राइभ भएछ अनि जाँदा पनि हुन्छ पास लाग्दैन भनेको एनुअल पास दिएको नि त म त को खैरे हेलो च्यानल हेलो च्यानल हेलो च्यानल क्याम्पिङको कुरा गरेको खालि स्काइलाइनको कुरा अरे बसिङ एकदम अनि खानु न अब तिमीलाई त हाच्छी आयो कस्तो आयो यामी यामी मिठो हुन्छ राजुलाई कसरी मिठो हुन्छ भन्नु पनि पर्छ जबरजस्ती क्या मिठो हुन्छ ल बिकिदा दाजु यो चाहिँ अब मिस गर्नु भन है हजुरले ल दामी छ 8